Bro, what's up? It's long time no see. के हो केटो त के हो 2-4 दिन के गायब भएको थियो के अंग्रेजीको झाड्न थाल्छ त यार Hey bro, I'm going to Australia, so I need some clothes. के 2-3 महिना गायब भयो भनेर के अंग्रेजी छाडे तैँले ढाक्न आउँदैन यार के चाहिन्छ भन्न खुरुक्क नेपालीमा त्यस्तो होइन कि साथी यार, भिजा लाग्यो त्यही भएर सपिङ हेर्न आएको नि तेरोमा। त्यसो भन्न त अनि के चस्मा लगाएर बिट्टी दिइरा त मलाई के चाहिन्छ भन्न सामान छँदैछ त दिइहाल्छु नि मिलाएर त जुत्ता राम्रो रहेछ, उता ब्रान्ड चल्छ, गाडी हाल्दै त ला। यो पनि राम्रो, यो पनि हाल्दै। यो पनि ठिक छ, गाडी हाल्दै ल। के भुले मैले, उता चिसो हुन्छ, तेरो खाल्छ नि चिसो लाउने ज्याकेट। त्यो भन्न त यार चिसोमा लाउने किन नहुने डाउन ज्याकेट छ त -20 त्यसो भए त्यो एउटा कालोमा हाल्दै नि त मिडियम साइज। ल यो पनि भयो अरु के हाल्दिउँ त ए साथी यार, शिट। एउटा बक्सर र मोजा नि हाल्दै नि साथी यार। भइहाल्छ नि त्यो पनि हाल्दिन्छु नि यार अरु के चाहिन्छ त अहिले यति भयो मेरो साथी, कति भयो हिसाब गर्दै नि त, अरु त गरेर मगामला तँलाई। तेरो सबै गरेर 18,000 भयो होइन मैले नेपाली त्यस्तो खासै बुझ्दिनँ, अस्ट्रेलिया जाने मान्छे कति हो भन्न डलरमा कति भयो। अरे अंग्रेजी नभन् साथी हल्का फुल्का मलाई नि आउँछ तेरो 28,000 भयो साथी त्यो प्याक गरिदे। कसो कुना हेलो के भन्छ हेलो, भिसा क्यान्सल भयो अरे। के भयो साथी किन सिरियस भएको तिमी रुनै लाग्यो त साथी यो सानोमा के लान्न होला यार, भिसा क्यान्सल भयो फेरि एप्लाई गरेर आउँछु ल। के सोचे थे जिंदगी में एक